डायमन्ड कटर फ्लोर मिल आटा चक्की मिलले कसरी काम गर्छ, कस्तो हुन्छ भन्ने सम्पूर्ण जानकारी हामीले यस भिडियोमा राखेका छौं। सुरुदेखि अन्तिमसम्म यो भिडियो हेर्नुहोला। बजारमा पाइने कमन ढुङ्गावाला फ्लोर मिल भन्दा यसमा चाहिँ डायमन्ड शेपमा कटिङ गरेको ढुङ्गा हुन्छ, जसलाई चाहिँ एकचोटी हामीले ग्राइन्डिङ गरेपछि यसमा मेसिनमा प्रयोग गरेपछि छिनछिनमा अथवा केही दिनमा चाहिँ यसमा धार लागिरहनु पर्दैन। यसमा चाहिँ तपाईको लगभग 1 लाख केजीसम्म आटा चक्की या केही पिस्दाखेरि पनि तपाईको यसमा समस्या आउँदैन र तपाईको पछि धार लाउनुको साटो धेरै समय प्रयोग गरेपछि हामीले त्यो भित्रको ढुङ्गा जुन डायमन्ड कटिङको ढुङ्गा नै फेर्नुपर्छ। यो अहिलेको यो मेसिन एकदमै स्टेबल प्लस तपाईको ढुङ्गाहरू नखिने कारणले गर्दाखेरि चाहिँ आटामा मिसावट हुँदैन र किरिङ पनि आउँदैन र यो टिक्ने पनि साधारण ढुङ्गा भन्दा लगभग 3 गुणा 4 गुणा बढी टिक्छ।